उपसभामुखले प्रधान न्यायाधीश कसलाई बनाउने भन्ने विषयमा च्याट जीपीटीलाई सोध्नु भयो रे नि। अब त्यो उहाँले कसलाई सोध्नुभयो के सोध्नुभयो त कहाँ त्यस्तो कुराहरू मैले गनेर बस्छु सोध्नु होला। तर च्याट जीपीटी भने चाहिँ तपाईँको चाहिँ के अरे उहाँको क्षमता योग्यतामाथि प्रश्न उठाउने ठाउँ छ। सुन्नु न यस्तो छ हो क्षमता योग्यता के भन्दा पनि अब च्याट जीपीटीले जे भन्छ त्यही सही हुन्छ भन्ने होइन। त्यो पनि मानव निर्मित मानव सिर्जित हो होइन। मान्छेमा पक्षपातको एउटा के हुन्छ भने हाम्रो कमजोरी नै मैले पहिला पनि एउटा इन्टरभ्यूमा भनेको थिएँ। हामी मान्छे निष्पक्ष बन्न सक्दैनौँ, यो ठुलो कमजोरी छ र निष्पक्ष बन्न सक्ने कोसिसमा हामी रहनुपर्छ होइन। त्यो चिज हो। अब निष्पक्ष भएर एकदम तपाईँको चाहिँ नि तटस्थ भएर गरिएका कुराहरू मात्रै साँचो र सत्य हुने रहेछ। युवालाई अवसर दिनुभयो, मधेसी त्यहाँमाथि पनि महिला, त्यो कुरा नगरिराख्नु न तपाईँले खालि त्यही त्यत्रो अवसर दिनुभयो। तर कता कता गल्ती गरेछु भन्ने हामीले